हेलो एभ्रिवान, सबैलाई स्वागत छ फेरि मेरो पुनः अर्को भिडियोमा है। आज म मेरो भ्लग चाहिँ घरदेखि नै सुरु गरेको छु, किनभने आज चाहिँ हाम्रोमा चाहिँ सुँगुर काटिँदैछ क्या। सो सुँगुर थियो, अब यसलाई यो काट्नु पऱ्यो भनेर चाहिँ आज चाहिँ सुँगुर काटेको भ्लग लिएर आउँदैछु है। सो यहाँ मार्ने काम पनि भइसकेको छ यहाँ पर, अब भेला हुँदैछ कि बिहानको समय होइन, त्यही हो। बिस्तारै बिस्तारै भेला हुँदै अब चाहिँ आज सुँगुर काटेर मजाले बजाउने हो होइन। तपाईँहरूले पनि भिडियोमा राख्दा सबै देखाउने छु, कृपया भिडियो हेरेर रमाइलो गर्नु होला। काम हुँदैछ। तेरा तो पैसा देता है होइन यो पल्टाइ राखौँ अनि भित्रै गर्छ पिछेबाट कमाउनु पर्ने हुन्छ है पिल्टाएर मित्रहरू। हुन्छ बाबा यस्तो दाइ आउँदै चाहिँ कता झाडीको सुल काटेर मात्रै खाउँ है। गाई त लाउँछ अब होइन के भएर मराउँदै गर्छ फेरि आएको पनि माघसम्म बताइन्छ। धेरै सुँगुर पाल्दा के तेरो सुँगुर भनेर मर्नु मराउँदैको देखि अहिलेको पनि मराउँदै रहेछ तपाईँ पाहाडमा हिँड्ने पनि एडिट बनाएको मैले हात्दैछ साँच्चै एडिकै छ यहाँ पहिलेको पनि हेरेको एडिक भएरै मरेको रहेछ। बाहिर निकालिदिन्छ नि भित्ताहरू जाँदै खोर सार्न त्यहाँ खोर कमा थाहा खोरैले थापेर म अलिक सर्नु कि खोरले थाहा छैन चार सार दिँदैन छ अनि के खोरले थाहा भएन त डुलेक डुलेकै अनि चारो कसले दिन्छ? पुरानो स्कुल कराने बितेल खानु देऊ न जहीँ भए पनि खान्छ। गोर्खे बाटो जस्तै खानु नपाए पनि हुने बनाउँछु आइडिया गर्नुपर्दाखेरि मजाको हुन्छ डल्लो पनि यो उता पार्नु पर्छ। कहाँ यो त्यस्तो फेरि गाई चाहिँ फेरि कसो भएन बर्दैन हेर्न त ए बर्खेले पनि ढाड भाजी आएको रहेछ बर्खे ढाड भाजेको रहेछ एकदम कति टी कस्तो गएको थियो त बर्खे भाजेको पाल्लाको त्यहाँ कहिले मजाले बर्खेलाई यताउति बल के भन्छ खामाहरू हालेर चित्त लाग्छ थाहा छैन मलाई। अब चाहिँ बनाउँछ
हामीले कुरा ब्लाङ्ग बनाइदिनुपर्छ नि त्यहाँ बनाउनु यति गर्छु जान त्यसो नगर्नु मात जस्तो गरेर मातेर अनि मात जस्तो गरेर पछि हुँदामा खरेर हो चाहिँ आगो लाग्यो आगो त नलागिदियो पर खोल्सादेखि अब त सखा आगो पनि गइसक्यो खान्छ बिचको नेता त्यो एउटाले त राम्रो ल यो चाहिँ टक्क जोख्ने मिटर है मासु जोख्नु पर्छ होइन सदा हाल्नुहुन्छ यो है क्राउदा बाक यहाँ चाहिँ मासु काटेर ठ्याक्क तौलिनु पर्ने हुन्छ यहाँ एक वर्ष नआगिसक्यो होला 2 वर्ष उमेर होला अब ढ्याँडो छैन ढ्याँडोसँग भात चोप्याए होइन त्यसका बाजेको खप्पा पछि पछि न पुरा सुँगुर यो मैले नि खसीबारीको धेरै लामो पुछार काटिहाल्यो छोटो लामो के हो यो खानुपर्छ यार आज ए हाम्रो बाबु अनि ऊ आएको ए दिक्तियालमा भोलि आज पो हिँडेको ए आज पो त जेवलदेखि आएको आइपुग्छ मैले नि आइज केटाहरू भनेको थिएँ केटाहरू दोबेला तल माइलाले गाडी हर्को समाजको गीत लाएर रातैभरि सुत्दै थिएन ओ नातिमा पकाल पकाल 3टा चाहिँ चाहिन्छ अचानक नातिमा छ अनि माइला भति भन्छ अनि जा पर जा यहाँ आउँदैछस् अब हाम्रो हर्को साम्पाङ सर पनि आउनुभएछ आज खाना खुद्रो गीत बजाउँदै आउँदै हुनुहुन्छ अझ दिक्तेलमा है खाने असल खाने हो आन्द्राबाट निकाल्ने हो क्या यिनीहरू आन्द्राबाट निकाल्ने हो हामी गर्दियो हामी घर भातलाई पनि चाहिएको छ नि घर भातै भन्दा बेला भएपछि चाहिहाल्छ उनीहरू पहिले नै खाने बनाउनु आँटिसक्यो भात पकाएर भात सिङ्गुर आइसक्यो होला फेरि पानी कुकुरलाई होला पहिला त खुब लडाएर यसलाई माडेर ल्याइन्थ्यो यिनीहरूको मेहनत बेकार भएले पच्दियो है यो हेरेको हेरेकै छ साथी फर्किने भयो झापादेखि यो कता गीत सुन्नुभयो नि अस्ति होइन मसँग डान्स नचार्न नाच्न आउने गर्थेँ दिएको छु कन्नु सुन्छौ फेरि दाजुलाई सिकाएदेखि हेर्नु निकालेको छ कि मेरो चाहिँ नाचेको फोटो चाहिँ त्यहाँ काम गर्नु होइन मामाले नै गर्दा पनि हुन्छ मेरो जिम्मेवार चाहिँ डायरीले यति बिजोक्छ के भिजी फोनमा के भिजी फोनमा होइन कि दबाई ल्याएर न दबाईले ठिक गर्नुहुन्छ मेरो त्यति मात्रै हो कि भन्ने तिम्रो त नामै छैन नि मैले मामालाई के हो मिलाएपछि अन्तिमसम्म लाग्छ कि त्यही भएर के तपाईँ लेखापढी चाहिन्छ नि त ए बाबु अब त धेरै ठिक भइसक्नु भइसक्छ अब त न मान्छे भइसकेको थियो अनि तपाईँले अस्ति जाने यसो लक्ष्य टेकेर सिकाइन बिहे उदाहरण मात्रै हो कत्रो निकाल्नु भयो प्रभु त पुछार त तपाईँ यो खसी पार्नेको अरे ए हो यो है फेरि यो है यो होइन ल यसको भाग चाहिँ यहाँ टक्क फेरि केटोले हड्डी होला त्यहाँभित्र मामै यो टाउको हो ती यो चाहिँ हाम्रो फेरि लखाउने भन्छ खसी पार्नेलाई चाहिँ उसलाई उपहार हो यो चाहिँ
लु भाइ कति लाने ल यति लैजा लैजा पिकनिक टोली आउ त ल अनि अब लगिदिने मान्छे को हो त्यतातिर राम ओइ तेरो घोडाको उ लगा त म घोडामा जानु पर्यो नम्बर पो ल्याएर त्यो ठुलो भाइ खान्छ ल म उधोको झारिदिन्छु अनि सधैँलाई होइन मैले त्यो म यहाँ पारीमा मासुले पुग्दा पारी उसलाई रामलाई झार्ने आफूले पुग्छ पिकनिक टोली खोइ ढक्टर ठुलो भाइ कता उ तल गोचामा कपी चाहिँ हान्छ उ त ढक्ले दिनु के हो लगिने मासु उता त्यो सारो सारो के अरे साइलाको ना ऊ साइलाको शक्ति हिरा छु नि बयासी खुट्टा कति राख्थ्यो ठिकैको राख्न मिलाएर फेरि स्कुलको राख न स्कुलकोहरू बेसी जाला हरप्प खानु यो भान्जाले निकालिसकेको लाउरेको नाम चाहिँ र त त्यो लास्टमा अरूलाई चाहिँ पुऱ्याएर आउनुहोस् उब्रेको व्यवस्थापन होइन एक भाग भयो त्यो नाम लिस्टमा चाहिँ भएको चाहिँ त्यो गर्दै भने 2 केजी आधीको ठाउँ छु म जीवनकालाई आधी केजी दिन्छु नि त जीवन आदि पो 1 केजी दिन्छु ए बाबै हम्काउन त चल्लाहरूलाई 1.5 केजी आउँछ त एक धाडी सक्दा ठिक्क हुन्छ के यो मान्छेले कुरो बुझेन त्यो त्यसो सायलाई बनाउने खालको कुरो बुझेन सायले भन्छ यो मान्छे आइसक्यो होला ड्युटी बनाउ त कर्म नगरिदिए त्यसै ढिलो भइरहेको झन् होइन त्यो अलिकति दाजै एकछिन छोडिदिनु एकैछिन भइहाल्यो यहाँ काम गर्दा गर्दै रेडी हुन्छ क्या भित्र उपायले काट्न त के गरेर मरमसला रेडी भइसक्यो एकैछिन त हुन्छ नि हो कति चाहिँ हानु हौ 12 भए काट्नु न 12 चाहिँ हानिराख्नु अरे फेरि उब्रेको घरमा दिनु 12 पैसाको भन्दै हाँस्दै गयो त्यहाँदेखि चाहिँ के भन्दै र मिलाएर के बच्चा न भाषिरहेर यो यहाँ पऱ्यो त खतरा यो पऱ्यो त पुरा कहिले हो कहिले यहाँ हो त उ भएको बेला चाहिँ फकाउने भएको चिज खानु पनि दिने तपाईँहरूले प्यारो गरेर बिगार्नु भएको त्यो मान्छेलाई चाहिँ लट्ठी लिएर उडाउनु भनेको छ मलाई चाहिँ खाने पानी पायो तपाईहरुको हैन नि तिमीमा ओ अरुको के हाम्रो छैन हाम्रो त पुस्की मागमा भयो भित्र पुग्छ तिले ओ दादा हेलो दादा के छ भित्र कहिले म लान्छु यही छोड्नै लिनु आउँछ नि बाबुरामलाई कति 1 केजी ए बाहिरै नगएको ल अब चाहिँ मासु पनि काटेर सक्यो है छैन म त्यो ग्लास घरमा राखिदिइरहेको छ बाउ घरमा लगिसकेको होला ऊ रामपास बाबालाई घरमा चाहिँ उ गरी सानो लान्छ ल अब चाहिँ हुन्छ हुन्छ दाइ अब के गर्ने जाने त होला खै त भित्र अब ल अब चाहिँ हाम्रो कार्यक्रम पनि अन्तिम चरणमा आउँदैन भने दाम पायो मिलाउँदै हुनुहुन्छ नि त उहाँ त्यो हुन्छ जसको भातमा चोकमा झुन्डाइराख न चोकमा भित्रैछौँ हामी के जाँड चाहिँ होला है जाँड राम्रो छ भन्दै उयो म यो रक्सीले चाहिँ अलिकति खतमै पार्दो रहेछ के
बस्नु है त्यो झुन्डाउनु है त्यो कता 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 सिकी सबैले वरिपरि बस्छ भित्र खाँदिनु नै हेरेर झोला निकाल्नु झोला खुन लाग्छ अघि आउनु त आज त जताततै मासु मासु मात्र के साथीभाइहरू ल यता पनि मासु नै छ हो यता पनि मासु नै नेपाली खानुमा हतारिन्छौँ तर धेर खाइँदैन 1 पिस 2 पिस भनेको कुरो मात्रै होइन कि त्यति ल्याउनु त ल्याउनु अहिलेसम्म काम गर्नुभयो फ्री अफ कस्ट क्या काम फेरि च्याप्पै छुने बित्तिकै त्यसलाई सक्दिहाल्ने त्यो छाम्दै छोडो भन्दा अरू घिनाउँछ नि त जे मनपर्छ पहिले छान्ने हो यो चाहिँ हेरिराख्नु पर्छ अनि छाम्दै अनि छोड्दै गऱ्यो भन्दा अरू घिनाउँदैन ट्याप्पैले नै सक्यो ए लगाइदिनु कन्जु छैन हुन्छ मैले दिइहाल्छु नि मेरो चिन्ता नमान्नु न अघि छोडिदिनु हामी खाइहाल्छौँ त नगरौँ न अनि हामी चाहिँ खाना खान्छ तपाईहरु चाहिँ ल आज चाहिँ हाम्रो कति किलोको भएछ हौ सुँगुर जम्मा जम्मै 60 45 40 एकछिन भयो हेर्नुपर्छ अनि यो सुँगुर काजा अन्त्येष्टि हुन्छ दिनु न लिनु न म त छँदैछु त ओके रिक्वेस्ट बेसी नै आयो है फेरि म नलिकन रिसाउनुहुन्छ होला ल म पनि लिएँ ल बस न ल घरमा सबै मिलेर यो तिरा दिँदैन दाजु हामी त हाम्रो थाल्नु छ हजुर किलुङ्गा राख्छ सबैलाई राखेको नम्बर नदिएको छु राखेको मासुको टेस्ट मिठो लाग्यो मलाई तपाईँलाई किलुङ्गा चाहिरहेको अन्तिम पनि हो पिकनिक जस्तो पनि भयो पिकनिक खानु पिकनिक खानु जाति यसरी नजानु कोही पनि कसै चाहिँ भरे बेलाको पिकनिक जाऊ न हैन टक्क त्यो त भइहाल्यो ए हुन्छ यहाँ सबै हुन्छ ल म हालेँ मलाई हस् आमा राखिराख्नु यो पार्टी 36 40 42 42 यस 43 केजी भएर त अहिलेसम्म